ओहो सर नमस्कार, के छ हालखबर? हजुर ठिक छ? ठिक छ, आराम हुनुहुन्छ? हजुरको धेरै कुराहरू सुनिरहेको थिएँ। हजुरले राम्रो के अरे क्यारिकेचर मिमिक्री गर्नुहुन्छ अरे अरूको पनि? त्यस्तो त म त्यस्तो धेरै जानेको र मैले त्यो सक्ने कुरो नि होइन। अहिले देशमा हरेक खालका प्रतिभाहरू जन्मिएका छन्, गरेका पनि छन्, देखेका पनि छौँ। हजुर हामीले हरेक कला प्रदर्शनी देखाएका छौँ हरेक कलाकारहरूबाट। मैले आफूले जो जानेको केही सानो यसो सान्तुनो हजुरको धेरै सुन्ने थियो। हजुरले राम्रो मिमिक्री गर्नुहुन्छ अरे। ल आज एउटा मिमिक्री गरिदिनुहोस्। ल अहिले सुनौँ न त, आज हजुरले कसैको मिमिक्री गरेर यसो सुन्न पाऊँ। ल कसको गर्नुहुन्छ आफै? म एक किसिमले राष्ट्रपतिजीको म गर्छु, तर कि कुनै कुरालाई नसङ्गठिकन एउटा कथा भन्दैन, कुनै पनि गीतले केही कुनै शब्द नबनाइकन एउटा केही नै छुनुपर्ने हुन्छ। कसैले इफेक्ट नपर्ने तरिकाले भन्न मिल्छ नै। ठिक छ, ओके। ल सुरु गर्नुहोस्। आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा मेरो जय नेपाल। सर्वप्रथम त यहाँहरूलाई मेरो आफ्ना जीवनकालका राजनीति विषयका कुराहरूलाई मैले व्याख्या गर्न पनि खोजेको छु। समयले साथ दिएको छैन, त्यसकारणले आज 46 सालदेखि यता नेपालको राजनीतिक धेरै प्रतिस्पर्धामा गयो। अहिले हरेक पार्टीहरूले प्रतिस्पर्धा गर्न थाले। हामीले नेपाली काङ्ग्रेसको सिद्धान्त, हामीले देशको लागि विकास, जनताको हक हितको लागि के गर्छौँ भन्ने हामीले पहिल्यै योजना बनाएका थियौँ र पार्टीका प्रतिस्पर्धाले गर्दा उसलाई दोष लाउने, उसले दोष लाउने गर्दा गर्दै आज देशको अवस्था प्रतिस्पर्धा मात्र गुज्रिएको छ। र अर्को कुरो, मेरो छुट्टै व्यक्तिगत कुरो, मैले हिजो विद्यार्थी कार्यकालदेखि राजनीति क्षेत्रमा कटिबद्धका साथ, सक्रियका साथ राजनीति प्रक्रियामा, राजनीति बाटोमा म परिणत गरेँ। राजनीति क्षेत्रमा लागि परेँ, पार्टीमा आबद्ध भएर मैले काम सङ्घर्ष गरेँ। हरेक कुराहरू जेलनेल भोगियो। त्यस कारणले स्वर्गीय हाम्रा गिरिजाबाबुज्यूको प्रधानमन्त्री, उहाँको कालमा जतिखेर पनि प्रधानमन्त्री उहाँले आफै मात्र खाने दाउ गर्नुहुन्थ्यो। देउबाजीलाई पनि नदिने, मलाई पनि नदिने, तिमी नखाऊ तपाईँ नखानुहोस् भनेर यसरी जतिखेर नि प्रधानमन्त्री आफैले चाहिन्थ्यो। उहाँलाई एउटा मेरो राजनीति सुसफल, राजनीति सङ्घर्षको सफल मैले आज मिलेको छ। मरिमेला हरियो काँक्रो प्रधानमन्त्री खाने कत्रो सपना थियो, तर मेरो राजनीति सफलको कारणले गर्दा, सङ्घर्षको कारणले गर्दा आज राष्ट्रपति पाइयो भएँ भन्न पर्यो। त्यस कारणले सम्पूर्ण देशवासीहरूलाई यही सन्देश दिँदै बिदा हुन्छु। हस्, जय नेपाल, देशको जय होस्। धेरै राम्रो गर्नुभयो, धेरै धेरै मिठो गर्नुभयो, धेरै मिठो। अब पाण्डेजीको पनि केही अलिकति गर्नुहुन्छ अरे भन्ने सुनेको थिएँ। पाण्डेजीको पनि केही गर्नुहोस्। मेरो यहाँ बुढी कहाँबाट हुनु होला नि। देशमा विकास 126-25 पार्टीहरू प्रतिस्पर्धा, 74 को निर्वाचनमा दाउनाहरू 126वटा पार्टी दाउनाहरूले भाग लिएको थियो। अब 46 सालदेखि यता पालो देशको ढुकुटीमा चैनमै नैनको चाहिने तछार मथारसँग लाग्ने भए। त्यस कारणले देशको अवस्थालाई त्यस्तै अवस्था पुगेको छ भन्ने धेरै थिए कुराहरू त अब समयले साथ नदिनाले कारणले यति भन्दै बिदा हुन्छ है।